केटीहरू बसिराख्यो भने विदेशको केटाहरूले खोज्छ होइन, अर्काको बुढाले खोज्छ। तर हामी जस्तो सिङ्गललाई चाहिँ होइन लाउरेको बुढीहरूले किन खोज्दैन भन्ने मलाई एकदम सक लागिरहेको यार। चढ्नैमै हो कि मजा आउने के। कति गरौँ तिम्रो म भएन, गर्थ्यो अब बेलैमा पर्नेमा कल्याण है कल्याण। जिन्दगी त घाम छाया हो, तिमी मेरो पहिलो माया हो। यो चाहिँ मगर नि सुल्तिनीहरूलाई मेन्सन गरेर गाएको गीत हो। तपाईँहरूले चाहिँ हाम्रो पीडा बुझिदिनु पर्यो। एक बाइट है ल, हातमा जत्र जान्छ त्यत्र बाइट ल। यति है आम्बो ए चबाउनु मिल्यो चिटिङ। मैले यो सबै सक्थेँ, मैले नसकेको गरेको किनकि तपाईँहरूले मलाई फेरि घाटे भन्छ। हेलो साथीहरू, नमस्कार सबैजनालाई। आज पनि नयाँ दिन नयाँ ब्लग तपाईँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म र मेरो साथी चाहिँ हामी कता जाँदैछौँ भनिदिनु पऱ्यो यता। बाँस काट्नु ल हामी चाहिँ बाँस काट्नलाई सेफ्टीसँग चाहिँ जाँदैछौँ होइन। अनि अहिलेको दसैँमा चाहिँ हामीले चाहिँ दुईवटा टनेलमा चाहिँ गोलभेडा चाहिँ फलाउने हाम्रो उद्देश्य रहेको छ होइन। त्यही भएर चाहिँ हामी चाहिँ अब बाँस काट्नलाई जाँदैछौँ। अनि कता जान्छौँ त्यो हामीलाई अहिले एक्ज्याक्टली प्लानिङ नै छैन, तर जता जान्छौँ हामी चाहिँ आज भिडियो बनाउँछौँ होइन। अनि त्यही हो साथीहरू, अब पोहोरको वर्ष चाहिँ दसैँमा एउटा मात्रै टनेल भएको थियो। अब गाउँलेले चाहिँ मलाई दियो, फलानालाई दिएन, यो तरिकाको आयो होइन फिडब्याक सुन्दाखेरि। अनि त्यो भएर चाहिँ मलाई के लाग्यो भन्दाखेरि यसपालि दुइटै रोपिदिउँ होइन। दसैँमा अर्जुनको तर्फबाट कसैलाई पक्षपात नहोस् भन्ने तरिकाले चाहिँ मैले चाहिँ अहिलेको दसैँमा दुईवटा टनेलमै गोलभेडा फलाउने उद्देश्य छ हाम्रो चाहिँ। अनि यता चाहिँ फौजीहरू, हाम्रो फौजीहरू होइन। अनि यता दोष पनि युरो भएर मेरो साथी होइन। अनि त्यही हो साथ सधैँको है साथीभाइमा चाहिँ त्यही अब चाहिँ के कस्तो हुन्छ होइन। अब चाहिँ जानुपर्छ हामी के ल है। हामी चाहिँ टक्क लगाएर बाँस काट्नलाई हिँड्यौँ। उही यता यता हेर्न थोमस, ये दिन चाहिँ हिरो देखेको यार, चाइनिजै देखेको के केटीहरू फिदा हुन्छ के अरे। यसको नाम के अरे? सेती सेती। यो खास गरी बजारमा पाल्ने कुकुर गाउँघरतिर, बजारको डगी गाउँघरमा छलपल हाने खायो यसले होइन। ल लेट्स गो जाम। हात देऊ हालियो भने हात सुनेर बस्छ त उसलाई। खाने बेला मात्रै चाहिने रे त्यसलाई हात। ल त्यही अब जाम। ठिक छ नि, अबको 2-3 महिनामा चाहिँ कम्प्लिट होला होइन। एकदम बबाल देखेको, ठुलो नि देखेको है। पहिला चाहिँ अब जस्ताको पाता अनि नर्मल समाजघर थियो होइन। अनि कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ होइन, 10-12 वर्ष अगाडि चाहिँ यो समाजघर पनि हाम्रो लागि वाउ थियो क्या। तर इच्छा चाहना आकाङ्क्षाहरू यो परिवर्तित समाजसँग हामी घुलमिल हुँदा चाहिँ के हुँदो रहेछ भन्दाखेरि अझै चाहनाहरू चाहिँ बढ्दै जाँदाखेरि चाहिँ ढलान थप्न खोज्यो होइन। त्यो पनि राम्रो हो होइन। यताबाट जानु है। मसँग बाइक हुन्थ्यो भने मैले यता लैदिन्थेँ क्या, डाँडा चलाउँदै हिँड्थेँ क्या म त कि। अनि के गर्ने यार, यो गाउँतिर यस्तो अहिले चाहिँ कस्तो हरियो देख्ने कि यो सिजनमा है। डाँडाकाँडाहरू कतै पानीको अभाव छ होइन। धरानतिर, काठमाडौँतिर होइन, पोखराको 13 नम्बर वडातिर होइन, 26 नम्बर वडातिर। तर हाम्रो यता माडीको 9 नम्बर वडामा चाहिँ पानी यसरी जलथल होइन।
एक घर एक धारा पनि छ अझै पनि यसरी पाखामा पनि हैन ठिक छ ओए बबाल देखेको यार अस्ति यहाँ माथि अनि तर्साइदिएको है त्यो सर्पले है यो काउन डेन्जर राम्रो भइछ त यार यहाँ त यार आम्मामा कत्रो ठुलो बाला लाग्यो त नि है ल उता डेन्जर राम्रो भएछ यो गाउन त यार हेभेन हो कि हेभेन तर मैले एउटा टिकटकमा हेरेको होइन पैसा नहुनेले हेरेको यसरी डाँडा काँडातिर छम्म घुमाउने कि पैसा हुनेले त सहर घुमाउँछ अरे भन्थ्यो होइ जस्तो लाग्छ यार मलाई त हो कि होइन ल ओए यहाँ त लुकुडुम खेल्नुपर्छ यार पहिला यार यसरी त्यो कत्रो ठुलो भनेर क्या कसरी छिरो खनेलाई भित्र छिँड न मान्छे त ए म त छिर्दैन यार यहाँ त गिलो गर्छ गिलो हो डेन्जरै यो माटो खन्नको लागि होइन घर लिप्नको घर लिप्नको लागि माटोलाई इङ्ग्लिसमा के भन्छ कृपया कमेन्टमा भनिदिनु होला ल माटोलाई इङ्ग्लिसमा के भन्छ है साथीहरू भनिदिनु होला अब बाँस चाहिँ यही काट्ने हामीले होइन टक्क लगाएर पनि ठ्याक्कै म जस्तै सुकेको रहेछ म जस्तो होइन हामी जस्तो ल साथीहरू स्थानीय स्रोत साधनको सदुपयोग गरेर हामी चाहिँ अब चाहिँ गाउँमै सागसब्जी होइन टमाटरलाई त के भन्छ एउटा फ्रुटमै राख्छ है फ्रुटमा त्यो फ्रुटमै हो टमाटरलाई फ्रुटमै भन्छ त्यही पनि हामी चाहिँ अब गाउँकै यो साधन प्रयोग गरेर चाहिँ हामी चाहिँ अब किसानी गर्छौँ होइन है दुःख पाउने मान्छेहरू है ओ घरमा खाएको आफ्नै घरमा बनेको घिउ दही महीको पावर अनि कोदोको ढेँडो मकैको फापर के को फापर भन्छ मकैको होइन फापर भन्ने बिर्जे काउनको फापर चौँ के हो चौँ भनेको फेरि दुईजना भएर तानमा झकाइ छ जानै हुँदो रहेछ मात्रै गरौँ होला त्यो अझै माथि लाने भइहाल्यो बेसीसम्म बोकेर लगाएर हो यहीँबाट हिँड्नै सक्दैन भने के गर्नु माया त लगाइहाल्छ होइन जे भने नि सँगै सुत्ने साथी हो त होइन त नि सँगै सुत्न कम्ती मजा हुन्छ आफूलाई जाडोको भएको बेलामा सिरक जस्तै गर्मीको बेलामा चाहिँ अलि नमिल्दो रहेछ जाडो भएको बेलामा त सिरकै हो नि होइन र त्यसलाई हुर्कायो बढायो त्यसलाई स्याहार गर्यो भने त्यसले नै हामीलाई राम्रो फल दिन्छ क्या त्यसको राम्रो नतिजा देखाउँछ अहिलेको यो जमानामा यदि पैसा हुन्थेन भने होइन साथी के हामी के को पछि हुन्थ्यो होला अहिले त हामीले जे गरे पैसाको लागि गरे नि त होइन हो नत्र हामी के गर्थ्यो होला पैसा यदि अहिले त अब सबै पैसै हो सबै थोक पैसै हो भन्ने भयो पैसै हुन्थेन भने हामी के गर्थ्यो होला चिल थिएन जिन्दगी चिल थियो बिहान बेलुका टक्क लगाएर धानहरू रोपिन्थ्यो मकैहरू रोपिन्थ्यो चिल सुतिन्थ्यो होइन पैसाको लागि माछुरी आफू रक्सी खान रक्सी पार्न पर्छ त्यो रक्सी किन्नलाई पैसा चाहियो कस्तो भएर यस्तो भाइ छ ओ भाइ धेरै अगाडि आयो त क्यामेरा नै फ्लिप गर्नुपर्ने भयो क्या लौ जा
देखेछ जे होस् मैले चाहिँ क्यामेरा सेटअप चाहिँ बवाल गरेर राखेको छु 360 एङ्गलबाट पनि देख्छ है गाइस यो त सेल्फी स्टिक बनाउन नि बवाल देख्छ यार 360 क्यामेरा भवाल चले है अहिले है यसलाई चाहिँ अहिले टाढा लगेर गाडिदिनु पऱ्यो गाइस यो केटाको जातै यस्तो दराम दराम ब्याड होइन कहिले जोकेर काट्नुपर्छ गाइस यस्तो बाँसले त झन् हराम काट्छ फेरि ल साथीहरू अहिले चाहिँ थोमस सोल्टीले बोक्दै होइन एकदम राम्रोसँग है फेरि यो बाँसको काम त चिप्लिएर लडेर जा हुन्छ क्या ल ठिक छ ल ल ल फाइनली हामीले चाहिँ गाह्रो पिरो भयो होइन टक्क लगाएर 5वटा जति बाँस चाहिँ काटिसक्यौँ अब चाहिँ यसलाई बोकेर चाहिँ टक्क लैजानु पर्ने हुन्छ होइन एकदम गाह्रो हुन्छ तपाईँहरू बाँस काट्दै हुनुहुन्छ भने एकदम केयरफुल्ली चाहिँ हुनुपर्छ होइन अब यतिकै केटाकेटीको खेलाइ नै होइन यो भन्ने कुरा होइन जस्तो कि आँखामा एकचोटि पस्यो भने आँखा ड्यामेज त्यस्तो हुन्छ होइन हात खुट्टामा पस्न सक्छ त्यही भएर चाहिँ होसियार हो होइन तपाईँहरूलाई लाग्ला यो चस्मा किन लगाएको भन्ने भयो होला होइन चस्मा लाउनुपर्छ होइन अनि त्यही हो साथीहरू अब चाहिँ हामी चाहिँ जान्छौँ होइन अनि एकछिन चाहिँ टक्क लगाएर थोमस सोल्टीको नि केही रायहरू बुझिदिनु होला होइन ल के छ भनिदिनु पऱ्यो बाँस काट्दाखेरि के कस्तो हुन्छ समस्याहरू काट्ने बेला चाहिँ होसियार भएर काट्नुपर्छ किनकि यो बाँसहरू भनेको एकदम खतरनाक चिज हो फेरि एक छुस्का पस्यो भने होइन पस्यो नि लाइफ ड्यामेज हुनसक्छ त्यसको इन्फ्लेक्स हुन्छ नि त बाँसको त त्यो चाहिँ केयरफुल्ली चाहिँ हुनैपर्छ आम्मा खतरा देखेको के हिरो देखेको के ल बाबालाई है यतिको चाहिँ हुनैपर्छ के केटीहरू बसिराख्यो भने विदेशको केटाहरूले खोज्छ होइन अर्काको बुढाले खोज्छ तर हामी जस्तो सिङ्गललाई चाहिँ होइन लाउरेको बुढीहरूले किन खोज्दैन भन्ने मलाई एकदम सक लागिरहेको क्या यार लाउरेको बुढीहरू होइन हुन्छ नि त होइन सिन्दुर पोते उसकै लगाइदिए पनि होइन माया चाहिँ हामीलाई दिए नि हुन्थ्यो नि त तर त्यस्तो हुँदैन यार लाउरेको बुढीहरू होइन भनेर एउटा गफ मात्रै है फेरि अन्यथा नलिनु होला यो चाहिँ समाजमै घटेको घटना भएर मैले थोरै सटाएर मात्रै हानेको होइन त्यस्तो हुनेवाला कोही पनि नभइदिनु होला भन्न खोजेको मैले चाहिँ तपाईँहरूलाई लाग्दा फेरि यिनीहरू त प्ले बोय हो कि जस्तो पनि लाग्ला त्यो चाहिँ होइन अनि त्यही हो अब चाहिँ हामी चाहिँ जान्छौँ होइन सिधी समात यसलाई समात अनि टोपी तल जाने भाग्छ फेरि आइज न तर्छ न पुत्रै आइज भाग्छ यो पुत्रै भुक शाबास मजा भनेको त चढ्नैमै हो कि मजा आउने के होइन अरू जेसुकै होस् आनन्द भनेको अरूले बोक्दा नै मजा आउँछ होइन अब फेरि तान्नु भयो कल कल बगिरहने थाक खोलाको निश्चल पानी हौ तिमी बगरमा लडी बुढी खेल्ने लालीगाम ढुङ्गा हौ तिमी कालो टुक्रा ठोकिँदै टुक्रिँदै आइया दामी रहेछ त अनि टिकटक हानेर घर जाने यतिकै गाउने आफै आँखा नि राम्रै हो मन पर्यो नि ओठ
कति गरौँ तिम्रो म भएन गरिदियो अब बेलैमा पर्नेमा कल्याण है कल्याण कति गर्छौँ बाहना मुखले राख्न गर्नु आँट र गरेर राख्नलाई सुखले छम्की छम नाच्यो यो काउनबारी भाँदाखेरि हो यार कति गरौँ म तिम्रो म भएन माछा पनि गाली गर्छु क्या है म छाया हो तिमी मेरो पहिलो माया हो चैट 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 कति राम्रो कमल फुल हिलैमा माया बस्यो दिलैमा कति राम्रो कमल फुल हिलैमा माया बस्यो दिलैमा ससै ससै चट चट ल बवाल है यो चाहिँ मगर्ने सुल्तिनीहरूलाई मेन्सन गरेर गएको गीत हो तपाईँहरूले चाहिँ हाम्रो पीडा बुझिदिनु पर्यो है हो कि होइन सुल्टी हो ल अब चाहिँ यो बोक्नु पर्यो अब केही क्षणमा हामी घर पुग्नेछौँ अनि खाजा नास्ता गर्नेछौँ तपाईँहरू भिडियो चाहिँ झ्याउ नमानिकन झ्याउ लायो नि झ्याउ नमानिकन हेरिराख्नु होला होइन भन्न चाहन्छौँ घरमा आइपुगेका छौँ होइन पसिना देख्न सक्नुहुन्छ पसिना पसिना हेट मेहनती हुनुपर्छ है मेहनती हुने हो तर कस्तो काममा मेहनती हुने हो त्यो बुझ्न पर्यो फेरि होइन अब मेहनत त हरेक काममा मेहनती गर्न सकिन्छ तर कुन काममा मेहनत गर्दा फाइदा हुन्छ हेट पसिना ल दिनमा एकचोटि पसिना निकाल्नुपर्छ अरे कि अब चाहिँ हामी चाहिँ यसलाई टक्क सेटअप गरिदिने अनि गएर खाजा बनाएर खाजा बनाएर खानुपर्ने हुन्छ ए यता हेर वे सेती कति रमाको कसले किनिदियो यसलाई चस्मा कसले किनिदियो आशिकाजीले आशिकाको हो आशिकाले दिएको अस्ति पोखरा आउनेलाई छोडेछ क्या है आशिकाले ठ्याक्कै सुहाउँदो चस्मा हो आशिकाको फ्यान रहेछ है आशिकाको फ्यान यहाँ के हो आशिकालाई भनिदिन्छु मैले अहिले फेरि यसलाई आशिकाको चस्मा भनेर अब सेटअप हारौँ है त सेटअप चाहिँ अस्ति चाहिँ होइन साथीहरू कस्तो थियो भने डोडोमा मैले हालेको थिएँ नि त डोडोमा घुमाएको अनि टिप्दाखेरि चाहिँ पछि चाहिँ कस्तो भयो भने डोडोले चाहिँ सबै त्यो कस दिने के त्यसको डाँठलाई के अनि त्यो भएपछि यसपालि चाहिँ अब यति भएपछि चाहिँ छोडिदिने होइन त्यतिकै लामो छोडिदिने होइन त्यो त निकाल्छ नि अब कति लामो भएको त अनि लामो नि कति लामो हो त नि ए हजुर हो नि त बाहिर पनि टमाटर लगाइदिनु त क्या यतिको चाहिएको नि त होइन अब मार्केट खाने भयो अब चट्नीमा त अलिकति जे कुरा नि गर्दा सिकिने रहेछ कि अब फाइनलमा है गाइज यस्तो भएको छ है अझै यसको ल साथीहरू अहिले चाहिँ टक्क लगाएर हामीले चाहिँ पोहोरको भन्दा अलिकति मोडिफाई भन्छ कि के भन्छ मोडिफाई त्यो गरेर चाहिँ चेन्ज गरेका छौँ होइन अनि अलिकति टिप्नलाई पनि अब सहजता हुनेछ होइन अब जस्तो कि दुःख गरियो टिप्नलाई चाहिँ अलि गाह्रो हुने जस्तो कि अस्ति मैले भिडियो बनाएको थिएँ होला यस्तो भएर टिप्नु पर्थ्यो होइन अब त खुल्ला उठेर छ्याप नाची टक्क लगाएर दिनमा 2000 फ्याट्ट कमाउनु पर्छ कि त्यसपछि रमाइलो हुन्छ जे कुरा नि पैसा पासी रमाइलो रहेछ होइन पैसा कमाउनलाई चाहिँ पहिला रोप्नु पर्यो क्या अनि हौ पैसा कमाऊ अनि त्यही हो साथीहरू अब चाहिँ हामी चाहिँ खाजा खान जान्छौँ खाजा खाएको नि हामी भिडियो बनाउँछौँ होइन हेर्दै गर्नु होला
तपाईँहरूले हेरिदिँदाखेरि हामीलाई मजा आउँछ, बल्ल हामी काम गर्न मन लाउँछ होइन। त्यही भएर मैले हिजो पनि भनेको छु, तपाईँले हेरिदिनुहोस् म काम गर्छु, कि त म हेर्छु तपाईँले काम गर्नुहोस्, कि त तपाईँले हेर्नुहोस् हामी काम गर्छौँ होइन। त्यो हाम्रो चाहिँ सिद्धान्त आफ्नै हुन्छ होइन। त्यो गाइज अब हामी घरतिर जान्छौँ ल, गो त्यसको गाइज साथीहरू। अहिले चाहिँ हामी चाहिँ टक्क खाजा खान लाग्छौँ होइन। खाजाको प्रक्रियामा अब काम गरेपछि भोक लाग्छ होइन। अनि टक्क लगाएर अहिले चाहिँ हाम्रो खाजामा चाहिँ हरियो परियो केही भएन होइन। अनि यो चाहिँ लोकल भैँसीको मोही होइन, मोही हो एकदम। यो गरम महिनामा स्वाट्ट खाइदिउँ ल। चेस गरौँ न त, खोइ ल उठाउँ ल। चेस ल गजब हो, दामी। ल अब साथीहरू च्याप्प लगाएर खानु लगाएर चौध च्याप पार्नु अरे। म त फेरि गाउँले मान्छे गाउँले पारा छ कि मेरो त सल्ला। उहाँहरूलाई दामी हुन्छ नि तर। अब यो के भयो र, के हो यो चाहिँ किमा स्प्यागेटी भयो कि स्प्यागेटी। दामी हुन्छ, मोमोस रहेछ, ठिक्क हुन्छ दामी। हाम्रो लोकल पारा मिठो मान्दै खाने होइन। मैले टक्क हालेर अब कसरी खाने हो भन्दाखेरि यसलाई चाहिँ पहिला स्प्यागेटी बनाउने होइन। स्प्यागेटी बनाउने यस्तै हो कि भने टक्क लगाएर हामी स्पुन छैन अनि सोड्याप। वाउ दामी मिठो हुन्छ हौ गाइस। बाबा मिठो त कुरै नगरौँ होइन। जस भोजन भन्ने कुरा, खाजा भन्ने कुरा काम गरेर भोक लाग्यो भने मिठो जस्तो पनि मिठो हुन्छ होइन। यदि तपाईँ काम गर्नु भएन, भोक लाग्छ छैन भने तपाईँको अगाडि किमा नुडल्स चाहिँ ल्याइदिएर पिज्जै ल्याइदिए पनि तपाईँलाई भोक लाग्दैन क्या। त्यही भएर चाहिँ भोक भन्ने कुरा जस्तो कि भोजनभन्दा भोक प्यारो भन्छ क्या। त्यही भएर साथीले यहाँ लप्टाइसक्यो, मेरो त अझै जतिको त्यति छ गाइस। ल अब चाहिँ हामी खाएपछि चट्ट हुनेछ है त गाइस। ल एक बाइट है, ल हातमा जत्रो जान्छ त्यत्रो बाइट। ल यति है आम्बो ए चबाउनु मिल्यो चिटिङ। मैले यो सबै सक्थेँ, मैले नसकेको गरेको, किनकि तपाईँहरूले मलाई फेरि खान्थे भन्छ। फाइनली साथीहरू हामीले चाहिँ टक्क आजको कामहरू के कस्तो भयो पर्दामा ल्यायो होइन। जोस् बाँस काट्दाखेरि चाहिँ धेरै नै केयरलेस चाहिँ हुनु हुँदैन होइन। मुख्यतः हामीले चाहिँ मेनली चाहिँ केयरलेस हुनुहुन्न, अनि चाहिँ सेफ्टी चाहिँ अपनाउनै पर्छ कि होइन। अब तपाईँहरू चस्माहरू लाएर होइन, त्यसै गरी एकदम बाक्लो हुटहरू लाएर अनि जुत्ताहरू लाएर गम्पुटहरू लाएर काट्दा अझै राम्रो हुन्छ होइन। अनि त्यही हो, हामी चाहिँ अब खाजासाजा नै खायौँ हामी दुईजना होइन। अब त्यही हो, अब चाहिँ हामीले चाहिँ बिस्तारै यो मैले जुन अघि नै भनिसकेको छु होइन, अबको दसैँमा चाहिँ दुईवटा टनेलमा चाहिँ होइन सोचेको भन्दा राम्रो टमाटर फलाउने हाम्रो उद्देश्य रहेको छ होइन। त्यो साकार पनि हामी गर्ने नै छौँ होइन। के कस्तो हुन्छ आउँदो दिनहरूमा हामीले अझ तपाईँहरूलाई चाहिँ अझै राम्रो तरिकाले चाहिँ भिडियो बनाएर हाल्न पाऊँ होइन। त्यही भन्न चाहन्छु। त हामीले चाहिँ काम चाहिँ गर्छौँ, तपाईँहरू चाहिँ हेरिदिनु होला होइन साथीहरू। त्यही हो, यता सोल्टीको के छ भनाइहरू भनिदिनु पऱ्यो। मेरो त के छ र सोल्टी जोक छ। ल त्यही हो, मेनली चाहिँ अब काम गर्नुहोस् होइन। यत्तिकै अब चोकमा गएर गफ हान्ने र होइन, जस्तो कि तपाईँको चोकमा गएर गफ हान्नुहुन्छ, भरे भट्टीमा गएर 5 रुपियाँको उधारो मिठाई किनेर खानुहुन्छ भने त्यो रमाइलो भएन कि होइन। तपाईँले चाहिँ काम गर्नुहोस् अनि भरे 5 रुपियाँको टक्क लाएर गएर खानुहोस् क्या, त्यो चाहिँ रमाइलो हो नि त। काम गरेर कसैको अब हात पाखुरा चलाएर काम गरेर खानु होला, लुटपाट गरेर चाहिँ खानु होला भन्न चाहन्छु होइन। त्यही हो कि हेर्नु सोल्टी। ल ओके ल साथीहरू,
आजको भिडियो चाहिँ के हो छेपारो ल आजको भिडियो चाहिँ यहीँ चाहिँ इन गरिदिउँ है त ल बाई बाई।